गर्ने के बेलाहरू बित्तिकै राज्यको जित हुन्छ भन्ने परिकल्पना गरेर गरिएको यो चुनाव थियो। यो चुनाव एउटा भुमरी आयो। यो चुनावबाट राष्ट्र अन्तर्राष्ट्रियले सहयोग गरे, मिडियाले सहयोग गरे। तर आज दमकबाटै तपाईहरू हेर्नुहुन्छ भने दमकमा केपी ओलीका कार्यकर्ताहरू कति सक्षम रहछन् भने तपाईहरूले देखिरहनु भएको छ। हिजो जेन्जी आन्दोलनमा गरेका दमकमा अहिले हाम्रा प्रहरी भाइहरू आएर आगो निभाउन आउनुभयो। हिजो उहाँहरूले दमकमा आगलागी हुँदा के अरे दमकको प्रहरी थाना, नगरपालिका, ट्राफिक हाम्रा सारा जगतको निभाउन आउनु भएको भएन। तर हामीलाई हाम्रो शान्तिपूर्वक आन्दोलनमा उहाँहरूले निभाउन आउनु भएको थियो। यसको निमित्त हामी घोर भर्सना पनि गर्छौँ, किनभने हामी एमालेहरू शान्तिप्रिय हौँ, देशको माया गर्ने हाम्रो पार्टी हो। हामी राष्ट्रियता निमित्त अगाडि बढिरहेको छौँ। हाम्रा केपी शर्मा ओली पनि राष्ट्रियका लागि अगाडि बढेको हुँदा अन्तर्राष्ट्रिय जगतबाट यो प्रतिशोध गरेको कुरा यहाँलाई जानकारी गर्छु। धन्यवाद।